चाहिँ के अरे हामी सोइलमा 50 ml पानी हालेर घोल्दैछौँ। पानी होइन डिस्टिल वाटर। अब यसलाई 3 देखि 5 मिनटसम्म घोल्नुपर्छ। अनि मेरो अर्को साथी पनि छ, आउन के मेरो साथी पनि छ, दुईजना घोल्दैछौँ। ल गएको म युट्युबमा हालिदिन्छु ल, सब्सक्राइब गरिदेऊ ल। मजा आइरहेछ होइन, कतिको खुसी लागिरहेछ हजुर। ल अब यता आउँदैछु क्या। मेरो चाहिँ गर्दैछु नानी अझै ल भिडियो पनि हुन्छ। फोटोमा सुरु त अब भिडियो हामी चाहिँ यहाँ सोइल टेस्ट गर्दैछौँ। ए तिमी आएको छैनौ? अलिक भएन क्या यसरी। ल अब सबैजना आयौँ, 5 मिनट भएको छैन, घोल्दैछौँ। मेरो मिनी ब्लगमा हेरिदिनु ल। अहिले एकछिन बसेर रिजल्ट देखाउँछु। यो चाहिँ हामीले 5 मिनट घोलिसकेपछि आधी घन्टाको रेस्ट दिनुपर्छ। अनि त्यस पछाडि यसलाई छान्नलाई बनाएको फनेलमा हेर्न सक्नुहुन्छ। आधी घन्टा पिसाएर अनि त्यस पछाडि हामी रिजल्ट हेर्छौँ। No tissue paper, only cotton and this our अब म यहाँ हेर्नु है, यो कतिवटा लेयर छ? 2टा लेयर छ है देखिएको। तलको लेयर बसोस्, माथिको लेयर मात्र लगाउने। माथिको लेयर लगाउनलाई कसरी लगाउने हेर्नु यहाँ। यो एउटा हातले यसरी समाउने, यसरी ट्याक्क यसरी ट्राई गर्नु त। हो त्यसरी समाउने समिन्छ। राख्नु त्यसको यसरी गर्ने, यसरी गर्ने पालै पालो। अनि अब यसलाई हेर्नु है, यसरी राख्दाखेरि यसरी घुमाउँदै राख्ने, यसरी 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 प्युरिफिकेसन गरेको होइन, प्युरिफिकेसन यसरी। ल गर, तिमीलाई नै गर्न दिन्छु म, मैले अलिकति गराएको मात्रै हो। यसरी गर्ने ल, बिस्तारै गर्छ त। माथिको यो मात्र माथिको मात्रै, अम्ला त डुब्दैन थियो। यो नडुबाएको भन्छ हो, त्यसलाई चाहिँ अड्काउनु पर्यो। यसरी यो सबै भन्दा नि मैले यस्तो समाएको थिएँ त, हेर त मेरो। त्यही भएर यहाँ अरूले गर्दा त ट्याक्कै मिल्छ त ठक्क। ए यस्तो यस्तो यहाँ भयो म्याम भयो। हो त्यसरी गर्ने, पालै पालो गर्ने, हटाउँदा हुँदैन। किनभने त्यसलाई मैला हुन्छ नि त, त्यसमै राख्यो भने अलि धुन त्यसमै सजिलो हुन्छ। अलि बढी हाल न, बढी गर न, सबै हाल न, सबै हाल्ने हो त्यो माथिको जति। अब त्यहाँ हेर्ने है, सबै हाल्नु न, अझै त्यो तल माथि र तल ठिक्रिएको छ कि छैन होइन। हो माथिको लेयर सबै हाल्नु। अझै हालौँ? अझै पर्दैन, अलिकति हाल, स्याम्पल पुगिहाल्छ भयो। अब हो त्यसलाई टक्क झिकेर त्यो फनेललाई त्यहीँ राख्ने। फनेललाई चाहिँ त्यहाँ राख्ने अर्कोमा। हो एकजनाको सफा गर्ने त्यति आफ्नो भागमा हाल्छ कि। अब त्यसलाई हो त्यहाँ अलग्गै राख। अब यो स्याम्पल प्युरिफिकेसन भइसक्यो। म पनि गरौँ स्याम्पल म पनि गरौँ। अब लगेर टक्क उता पछि बिस्तारै स्याम्पल लाँदा काहीँ ठोकेर पुग्यो भने फेरि त्यति। म्याम कहाँ राख्ने? त्यहाँ हो प्याज राख्ने हो, लाइनमा राखिराख्ने प्याजको उयोमा। प्याजको सबै अब यसलाई प्याज टेस्ट गर्न लगेको गाइज होइन। के अरे त्यस्तो भ्लग त बनाउन आउँदैन, जस्ट ट्राई
माया गरिदिनु ल हेरेर। अब म चाहिँ यहाँ अब यो यसरी लाइन लगाएर राख्नुपर्छ। मेरो चाहिँ एकमै हो अनि त्यही भएर यहाँ राख्छु। मेरो साथी पनि आइसकेको छ सेल्फ प्युरिफिकेसन गरेर। अब यो रिजल्ट अहिले एकछिनमा भन्छु ल। यहाँ डेट आजको डेट लेख्ने थाहा छ जसले टिप्दा नि हुन्छ एकजना टिप्दा भइहाल्छ यहाँ के डेट दिउँ डेट दिउँ आजको डेट 2082 अब यसलाई अर्को छैन आज 20 मेरो कति 4.91 होइन 4. अब यो भनेको डिस्टिल वाटर हो यो बच्चा चाहिन्छ त्यहाँ राख्नु मिलेन यो ल्याउनु त। अब प्रत्येक स्याम्पलमा हामी यसलाई वास गर्छौँ है एक अर्काको स्याम्पल नमिसियोस् भनेर हामी प्रत्येक स्याम्पललाई यसरी वास गर्छौँ। त्यसैले तल यस्तो देऊ न अनि यसरी गरेर अब अर्को स्याम्पललाई हामी रिडिङ गर्छौँ। मेरो चाहिँ 4. फाइनली सोइल टेस्टिङ सक्यो मेरो तिमीहरू आफै राखेर नि सेन्सियर भएर गर्छौ भने गर यो चाहिँ अलिकति फुट्यो भने यो चाहिँ फुट्दैन मतलब यस्तो गर यहाँ एउटा भनिदिन्छु सबैजनालाई यो बिकर्कोमा पनि हामी सोइल टेस्ट गरेर निस्किसक्यौँ सोइलको पिएच नापेर प्युरिफिकेसन गरेर होइन अनि सबै सामानहरू धोएर पखालेर राखिसक्यौँ। अब चाहिँ हामी खाजा खान जाँदैछौँ। मोबाइल त चलाउन दिँदैन र पनि होइन यहाँसम्म चाहिँ हामी भ्लग बनाउन पायौँ। हामीले आज गरेको यति नै हो। अब यहाँदेखि गराउनु हुन्न अब खाजा खान्छौँ त्यस पछाडि एकछिन रेस्ट गर्छौँ होइन। एउटा त खुसी पनि लागिरहेको थियो कि आज हामीले नयाँ सिक्न पायौँ नयाँ काम नयाँ कुरा सिक्यौँ होइन। सधैँ त्यही झाडु खान लाउँथे मकै गर्न लाउँथे आज हामी धेरै खुसी भएर जाँदैछौँ भने खाजा खानलाई। बाई बाई गाइज। मेरो मिनी भ्लगलाई सबैले माया गरिदिनु होला। मलाई पनि लाइक गरिदिनु होला लाइक कमेन्ट गरिदिनु ल। बाई बाई भनिदेऊ। बाई 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 प्लिज लाइक सब्सक्राइब गरिदिनु ल गरिदिनु ल बाई।